येशूको नाउँमा सबैजनालाई जय मसीह। आज म येशू ख्रीष्ट पूर्ण रूपमा मानिस अनि पूर्ण रूपमा उहाँ परमेश्वर हुनुहुन्छ भन्ने विषयलाई लिएर आएको छु। साँच्चै नै उहाँ पूर्ण रूपमा मानिस अनि पूर्ण रूपमा उहाँ परमेश्वर हुनुहुन्छ। जसले उहाँ चाहिँ मानिसको रूपमा आउनु भएछ भनेर विश्वास गरे उनीहरूले उद्धार पाए। धेरै जस्तो मानिसहरूले चाहिँ उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, मानिसको रूपमा आउनु भएछ भनेर विश्वास गरे। तर कतिले चाहिँ होइन, यिनी त हामी जस्तै मानिस मात्रै हुन्, हामी जस्तै साधारण मानिस मात्रै हुन् भनेर विश्वास गरेनन्। तर जसले विश्वास गरे उनीहरूले उद्धार पाए, मुक्ति पाए, छुटकारा पाए, चङ्गाई पाए, नयाँ जीवन पाए। तर जतिले विश्वास गरेनन् उनीहरू दोषी ठहरिए। साँच्चै नै उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ मानिसको रूप धारण गरेर यो संसारमा आउनुभयो। यूहन्ना 3:16 हामीले हेर्न सक्छौँ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई चाहिँ पठाउनु भयो। हाम्रो तपाईँ अनि मेरो लागि, हाम्रो लागि चाहिँ उहाँले एकजना पुत्रलाई चाहिँ यस संसारमा पठाउनु भयो। हाम्रो पाप क्षमाको लागि, हाम्रो पाप हरणको लागि, हामीलाई अनन्त जीवन दिनको लागि उहाँले आफ्नो एकलौटे पुत्रलाई चाहिँ पठाउनु भयो, मानिसको रूपमा पठाउनु भयो। जब उहाँ यस संसारमा आउनुभयो, कतिले विश्वास गरे, उहाँले धेरैलाई चङ्गाई गर्नुभयो, धेरैलाई छुटकारा दिनुभयो, धेरै रोगी बिरामीहरूलाई निको पार्नुभयो। त्यति बेला मानिसहरूले उहाँलाई विश्वास गरे। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनिकन विश्वास गरे। उहाँ मानिसको रूपमा हामीलाई मुक्ति दिनलाई आउनुभयो भनेर धेरै मानिसहरूले विश्वास गरे। तर कतिले चाहिँ होइन, यिनी त हामी जस्तै साधारण मानिस मात्रै हुन् भनेर विश्वास गरेनन्। उहाँले चाहिँ त्यो बेलामा धेरै शक्तिशाली कार्यहरू गर्दै जानुभएको थियो। परमेश्वरको अनुग्रहमा उहाँले धेरै कार्यहरू गर्नुभएको थियो। मरेकाहरूलाई जीवित बनाउनु भयो, पक्षाघातीहरूलाई निको बनाउनु भयो, अन्धोलाई देख्ने बनाउनु भयो, बहिरोलाई सुन्ने बनाउनु भयो। अनि जब उहाँ प्रचार गर्दै जानु हुँदाखेरि चाहिँ उहाँ आफ्नो नगरमा फर्किनु भएको थियो। धर्मशास्त्र बाइबलमा हामी हेर्न सक्छौँ, मर्कुस 6:1 हामीले पढ्यो भने त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनु भयो। उहाँका चेलाहरू उहाँको पछि लागे। सब्बात दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरैजना सुन्नेहरूले छक्क परेर भने, यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएको कार्यहरू कति शक्तिशाली! के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँग छैनन् र? अनि तिनीहरू उहाँसँग चिडिए। अनि यहाँ उनीहरूले चाहिँ के भन्न खोज्दैछ भने, येशू ख्रीष्टमाथि उनीहरूले अविश्वास गरे कि होइन, यिनी त हामी जस्तै साधारण मानिस मात्रै हो, कसरी परमेश्वरको पुत्र हुन सक्छ भनेर चाहिँ उनीहरूले चाहिँ अविश्वास गरे। उनीहरूले चाहिँ उहाँलाई आदर गरेनन्, परमेश्वरको पुत्र हुनुहुन्छ भनेर चाहिँ विश्वास गरेनन्। त्यस्तै गरी नै हामीले मर्कुस 2:2 हामीले हेऱ्यौँ भने त्यहाँनिर जब उहाँले पक्षाघातीलाई निको पार्नु भएको थियो, अनि जब उहाँले निको पारिसक्नु भएपछि चाहिँ पक्षाघातीलाई उहाँले भन्नुभएको थियो। 2:2 हामीले 5 हेऱ्यौँ भने येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, ए छोरा, तिम्रा पापहरू क्षमा भए भनेर येशू ख्रीष्टले भन्नु हुँदाखेरि चाहिँ त्यहाँ केही फरिसी र शास्त्रीहरू थिए। अनि उनीहरूले चाहिँ आफ्नो मनमा भनेर विचार गरिरहेका थिए। हामीले 6मा हेऱ्यौँ भने तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर निन्दा हो। केवल एक अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र? अनि यहाँ शास्त्री र फरिसीहरूले पनि उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ भनेर विश्वास गरेनन्। अनि पाप क्षमा गर्ने अधिकार चाहिँ परमेश्वरसँग मात्रै छ। तर यिनले चाहिँ कसरी पाप क्षमा गर्न सक्छ भनिकन चाहिँ यो शास्त्री र फरिसीहरू चाहिँ एक आपसमा विचार गरिरहेका थिए।
भनिरहेका थिए, बोलिरहेका थिए यो त ईश्वर निन्दा हो भनिरहेका थिए। तर साँच्चै नै यीशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ मानिसको रूपमा आउनुभयो तपाईँ अनि हाम्रो पाप हरण गर्न, हाम्रो पापलाई ढाक्न, हाम्रो पाप क्षमा गर्न, हामीलाई जीवन दिन उहाँ आउनुभएको छ। अनि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। धेरैले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, मानिसको रूपमा आउनुभयो भनेर विश्वास गरे। तर कतिले चाहिँ होइन यिनी हामी जस्तै साधारण मानिस हुन् भनेर विश्वास गरेनन्। अनि म हजुरहरूलाई के भन्न चाहन्छु भने जतिले विश्वास गर्नुभएको छैन उहाँ साँच्चै नै परमेश्वरको पुत्र यीशु ख्रीष्ट हुनुहुन्छ। हाम्रो मुक्तिदाता, सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ।